एभ्रिवान गुड मर्निङ। म चाहिँ बिहानै मर्निङ वाकमा छु होइन। अब नेपालमा केही गरौँ भने गाह्रो छ है। अब रनिङ गर्नु पर्यो, सबै कुराहरू फिटनेस हुनु पर्यो होइन। अब बाहिरको कुरा गर्नुपर्दा बाहिर पनि त्यत्तिकै गाह्रो छ अहिले होइन। बेरोजगार इम्प्लोइ त्यत्तिकै बढिरहेको छ नेपालमा चाहिँ। धेरै बेरोजगारहरू बढिराखेको छ, त्यस कारण चाहिँ मेहनत चाहिँ जारी छ। सफल हुने नहुने है स्ट्रगल चाहिँ भइरहेको छ, पसिना बगाउने। बिहानै 4 बजे उठ्यो, अब मर्निङ वाक गर्नु पऱ्यो होइन, रनिङ बनाउनु पऱ्यो फरेस्ट्रीको लागि त। त्यसैले साथीहरू स्ट्रगल कन्टिन्यू छ। अब सक्सेस हुने नहुने हेर्दै गरौँला।